रातो हो 50 दिने मान्छे हो अनि म फेरि पनि मलाई चाहिँ अब तपाईँहरूलाई मलाई भेट्न मन लागेको छ भने मैले फोन नम्बर फेरि भनिएको छ बालकृष्ण घिम्रे फोन नम्बर अन्त कृष्ण कणेल सरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कृष्ण कणेललाई चाहिँ किन धन्यवाद दिनुहुन्छ? होइन उहाँले चाहिँ अब सम्झाउनु हुन्न होला धेरै ठाउँको भएको कारणले गर्दाखेरि उहाँले चाहिँ एउटा मेरो चाहिँ अब उहाँले एउटा कुरा के भन्नुभयो भने त्यो मार्क्स खोल्नु न तपाईँको दाढी कति राम्रो छ। ल धन्यवाद। अनि मैले उहाँलाई भने मैले उहाँलाई भने एउटा उसमा दाढी प्याल्या चाहिँ जोगी नबन्नुहोस् व्हिल चेयरमा छु रोगी नबन्नु होला देख्दाखेरि कमजोर विचारको डर हो माफ गर्नु होला कुनै बेला बोल्छु खरो भनेर हो दाइ भनेर भन्नुभयो उहाँले मलाई एउटा बोल्ने मौका पनि दिनुभयो र अनि फेरि पनि म अनि कृष्ण कणेल सरलाई धन्यवाद दिन चाहन्छु। आउँदा दिनहरूमा म दोहोरी गाउने विचार छ। कोसँग गाउने दाइ भन्नुभयो मनमाया वाइबासँग भनेर भनेको मैले पक्कै पनि म प्रयास गर्दैछु अनि मनमाया वाइबा बहिनीसँग म दोहोरी गाउन चाहन्छु भनेर चाहिँ भन्न चाहन्छु। धन्यवाद धेरै धेरै धन्यवाद। हाम्रो सरले पनि आज परिचय गर्ने कोसिस गर्नुभयो उहाँलाई पनि धेरै धन्यवाद। सारङ्गी बजाइदिनु त एकचोटि सुनौँ हामी। तपाईँ त यो पनि छ तपाईँको है? हजुर यो पनि छ। म एउटा तामाङ सेलोमा चाहिँ एउटा उ गर्छु है। दङ्गल चारी दङथोरे सङ्ला तार्गा सङ्ला रे दङ्गल चारी दङथोरी सङ्ला तार्गा सङ्ला रे अनुमार च्यागे ऐनारी चुखा भामम चिर मैनारी अनुमार च्यागे ऐनारी चुखा भामम चिर मैनारी लाबा हाला हो रो है चुजम क्राबा दो रो लाबा हाला हो रो है चुजम क्राबा दो रो लसो। धन्यवाद। थ्याङ्क यू बुवा। होइन अङ्कल 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 यसको कविता भन्ने एउटा कुरा तपाईँ यसको अर्थ भन्नु न। तपाईँलाई त त्यो थ्याङ्क यू बुवा भन्नु नमिल्ने रहेछ होइन? हुँदैन। यसको कारण के हो? म भनौँ है त? भनौँ न। म कवितामै भन्छु सरी माफ गर्नुहोस् है कसैले केही पर्छ नि। यति दिनसम्म मान्छेको जातले बुझेन कुरा त अधुरो भयो नि यो मेरो विचार भएन पुरा त आफ्नो बाउलाई हेला गर्ने अरूलाई बा भन्ने चितुवाको छेउमा गएर आफ्नो हातलाई खा भन्ने। यहाँ खा भनेको छ? जन्माउने बाउ त एउटै पो हुन्छ सरी माफ गर्नुहोस् है जन्माउने बाउ त एउटै पो हुन्छ हुँदैन कोही पनि कति पो जना हुन्छन् र हाम्रा त्यस कारणले नेपालीले अलिकति कुरो बुझ्न बाँकी छ। होइन म त अङ्कल काका मामा भन्ने साइनु छैन। तपाईँ कति पढ्नु भएको? नो 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 आई एम नो एजुकेटेड बट इज इट आई एम लर्निङ बाई बुक देयरफोर क्यान टक लिटल बिट स्पिक इङ्ग्लिस कोरिया चाइना जापान अल बट आई एम नो एजुकेटेड बट मेरो गाउँ चाहिँ उहाँ थियो अलि पहाडमा मैले पढ्न जान सकिनँ। पढेर मात्रै ठुला हुने को छ र होइन। त्यस कारणले गर्दा यो संसारिक पनि पढ्नुपर्छ। म धेरै मलाई तपाईँ न डाडी भन्नु कति क्लास पढ्नु? 1 क्लास पढिया रहेछ भने के भन्नु म कसम खान्न। अनि इङ्ग्लिसबाट दिइराख्नु भएको? कोसिस गरे के हुँदैन। मैले त आफै when I my room go this time practice I have 4 item book with me but rules by rules practice. कुन बुक हो 4 आइटम? 4 आइटम चाहिँ मेरो चाहिँ चाइना हो कोरिया हो जापान हो इङ्ग्लिस हो। तपाईँ बुकबाटै पढ्नुभयो कि अनुभव गर्नुभयो हिँडेर? बुकबाट पढेर प्र्याक्टिस गरिया हो। प्र्याक्टिस गरेर तर ठाउँमा गएर कति विदेश गएर त्यो भाषा जस्तै सिक्या हुन्छ नि त्यो त होइन? त्यो होइन त्यो मलाई कहाँ चाना सर म त गरिब। तपाईँको कुन आइडिया छ? यो एउटा बाँसुरी भयो एउटा यो भयो अनि एउटा यो भयो अरू के छ? मसँग धेरै छ। मसँग चाहिँ म 50 जना अपाङ्गता भएका व्यक्तिहरूलाई पनि बेरोजगारी व्यक्तिलाई काम दिन सक्छु। तर फेसबुक चलाएर बस्छन् हरेकजना त्यो सिप सिक्न चाहन्छ। नाङ्लो बनाउँछु डालो बनाउँछु डोको बनाउँछु खोइ मलाई अपर्च्युनिटी पाएको खोइ मलाई अरूले सहायता गर्छ। तर तपाईँ यस्तो खुल्ला आकाशमा बस्नु भएको छ यहाँ तर पानी पर्यो भने तपाईँ के गर्नु? नाइ आकाशको कुरो छोडिदिनुहोस्। मसँग छाता छ
अनि हरेक कुरो छ मलाई सबै मेरा यहीँ बसी अनि 15 वर्ष भयो भने यो कुरो छोडिदिनु मलाई चिडिखानको सरले आउ दाइ पनि नै मलाई केही छैन कि सबै आफन्त लाग्छ मलाई त्यसको समस्या नै छैन मलाई समस्या भन्ने एउटा मैले जब पाएको छैन केही अपर्च्युनिटी पाएको छैन अलिकति अब यस्तो त्यस्तै आफ्नो घरायसी अवस्था कुनै बेला छोरालाई पढाउन र अनि कोठा भाडा तिर्न अलि आवश्यकता पर्छ भात खानलाई आवश्यकता असाउनु भोगिया छैन होइन त्यो एउटा यति म क्षमतावान भइकन पनि यहाँ डोबाटामा ढुक्नु पर्दा मलाई एउटा खुसी पनि लाग्छ किन खुसी लाग्छ भन्दा हजुरहरूलाई भेट्न पाएकोलाई डोबाटामा बस्दा खुसी लाग्छ तर यो सरकारलाई च्यालेन्ज पनि छ कि भन्नुहोस् न च्यालेन्ज दिनु न अनि के एउटा अपाङ्गलाई यति भएको के म त यस्तो ब्लड प्रेसर चेक गर्छु तपाईँको नाम सायद च्यालेन्ज दिनु त म चाहिँ बालकृष्ण घिमिरे बालकृष्ण घिमिरेले सरकारलाई च्यालेन्ज दिन चाहनुहुन्छ यस्तो अपाङ्गता भएकोलाई पनि अपाङ्गता भनिँदैन अहिले यस्तो अशक्त भएको व्यक्तिलाई पनि चाहिँ वास्ता गरिएको छैन होइन हो तपाईँ त अझै हिँड्नु भएको छ बोल्नु भएको छ ट्यालेन्ट हुनुहुन्छ तर अरू घरमै सुतेर बस्नेलाई तपाईँ के भन्न चाहनुहुन्छ अब तिमीहरू हिक्मत नहार्नुहोस् मसँग आउनुहोस् अब एउटा यस्तो राख्नुहोस् अब यस्तो भन्नाले यस्तो म सिकाइदिन्छु हातले काम गर्नु सकेलाई यो सबै सिकाइदिन्छु के उनीहरूले ब्लड प्रेसर हेर्न सक्दैन खुट्टा दुईवटा खुट्टा हुने मात्रैले यो गर्न सक्ने हो यो सिकाइदिन्छु यो ल्याएर बस्नुहोस् परिवारले राखिदिनुहोस् ठाउँ राखिदिनुहोस् सेवा लिनुहोस् अनि निराश नहुनुहोस् है त्यस कारणले मेरो भनाइ धेरै छ तर मेरो कुरा सुन्ने कसले अब सरकारले सुन्दैन सरकारले सुन्दैन सुन्ने भने जनताले हो जनताले पनि कोहीले अटेरी गर्छन् हो गर्छन् धन्यवाद स्पष्टसँगले सुन्दैनन् अनि कोही के भन्छ तपाईँलाई चित्त दुख्ने कुरा चाहिँ के छ यो बाटोमा मलाई चित्त दुख्ने एउटा खुसीको कुरा र चित्त दुख्ने कुरा दुईटा भन्नु त खुसीको कुरा यहाँहरूलाई भेटेर अनि मलाई त हजुरहरूको सहयोग सेवा सद्भावले त्यो एक कुरोले धेरै खुसी छु चित्त दुख्ने कुरा चाहिँ मान्छेले खुट्टा हेर्छ खुट्टा हुने मान्छेले के चाहिँ गरिरहेको छ त्यो पनि मलाई स्पष्ट रूपमा जानकारी चाहियो खुट्टा हेर्छ खुट्टै ठुलो कुरो होइन खुट्टा तपाईँको खुट्टा छैन र खुट्टा छ तर खुट्टा हेर्दो एउटा छ खुट्टा होइन दुईटा सबै छ नि 5वटा अम्ला छ 5वटा हातको अम्ला छ म अपाङ्ग होइन अलि सुकिया रहेछ हो होइन सुकियाले केही गर्दैन तपाईँ हिँड्न सक्नुहुन्छ त होइन नाइ हिँड्न सक्दिनँ म धररा पनि चढेको छु हात टेकेर चढेको छु खुट्टै चाहिन्छ भन्ने छैन अनि अरू कुरो भन्दा पनि धेरै कुरो नगरौँ हामी लामो कुरो र कुलो जता लाइन जान्छ म कुरो गर्दिनँ फेरि पनि फेरि पनि भेटेर फेरि पनि कुराकानी गर्न चाहन्छु उहाँहरूले के गर्न सक्नुहुन्छ हामी अपाङ्गता भएका व्यक्तिलाई के गर्न सक्छौँ सपाङ्गता भएका व्यक्तिले के चाहिँ ठुलो उन्नति गरिरहेछ त्यो पनि च्यालेन्ज दिने अनि म त अब नेपालमा चाहिँ अब यो पोलिटिकल दारी पाल्नु भएको कति भयो 4 वर्ष भयो 4 वर्षमा यस्तो भयो दारी हजुर अझ लामो होस् भन्ने चाहना नेपालमा पोलिटिकल क्षेत्रमा तपाईँ के गर्नु पोलिटिकल क्षेत्रमा म त 2074 सालमा उठेर सभासदमा उठेर हिँडेकै हो होइन मेरो 600 भोटमा उठ्नु भएको के तामसालिक लोकतान्त्रिकमा त्यो चाहिँ प्र्याक्टिस हो अब आउँदा दिनहरूमा चाहिँ उहाँहरूले के गरेछन् भने म उठेर हिँड्छु त्यो डकुमेन्ट सबै पहिलेको 74 सालको डकुमेन्ट मसँग छ म पनि एउटा उठेर चाहिँ केही गर्न चाहन्छु भत्ता खानी होइन झुटो कुरा गर्ने होइन म त देश चलाउन चाहन्छु म अनि तपाईँको खुट्टाले लाग्दैन अनि जनताले तपाईँलाई भोट दिन्छन् त हो त्यही भने खुट्टाले के असर खुट्टाले होइन विचारले गर्ने भनेर भन्दैछु हो तर त्यस्तो मनस्थिति मान्छेको छैन नि मान्छेको अब बनाउनु पर्यो हजुरले हामीले सबैले गर्दा बनाउनु पर्यो भन्न चाहन्छु त्यो भन्न चाहनुहुन्छ अन्तमा के भन्न चाहनुहुन्छ तपाईँ जति पनि दर्शकहरूलाई अनि अपाङ्गतालाई अनि सरकारलाई तिनटालाई तपाईँ टार्गेट गरेर भन्नुपर्दा तपाईँ के भन्नुहुन्छ एउटा कुरो अपाङ्गतालाई क्याटेगोरी छुट्याएर भन्नुपर्दाखेरि कुनै एकदम ठगा खालका भ्रष्टाचार गरेर हाम्रो नाम कमाएर खानु अपाङ्ग नै छन् अर्को कुरो कोठामा गुम्सी बसेका पनि छन् गुम्सी बसेका कोठामा गुम्सी रहेका अपाङ्गहरूलाई चिन्ता नमान अलिकति हामीसँग आऊ हामी केही सिकाइदिन्छौँ भन्न चाहन्छौँ अब गुम्सेर बस्ने उनीहरू त हिँड्नै सक्दैन कसरी काम गर्छन् उनीहरूको अभिभावक मसँग भेट्न आउनु उनीहरूको अभिभावक मसँग भेट्न आउनु आयो भने अभिभावक आयो भने तपाईँले के होइन म अभिभावक आयो भने केही मैले हुने सल्लाह दिन सक्छु होइन अब म ठाउँमा गएर भनिदिन सक्छु त्यसो भए तपाईँको नम्बर दिनु न 98 49 37 50 56 आज मैले भिजिटिङ कार्ड ल्याइनँ है फेरि पनि अब तपाईँ यति मसँग कुरा मात्रै चोर्न आउनु भएको होइन होला भन्ने म स्पष्ट रूपमा भन्छु आउँदा दिनमा कसरी कुरा चोर्नु होइन अब आउँदा मैले तपाईँलाई देखेको पृथ्वीमा पहिलोचोटि
ल होइन आउँदा दिनमा नि म बागडोलमा बस्छु आउनुहोस् वेलकम उहाँ पनि हजुरको अनि साथी बहिनीको हुनुहुन्छ होइन आउनुहोस् बागडोलमा म छु अनि मेरो स्कुटी पनि छ तपाईँहरूलाई बरु कुनै ठाउँमा लिनै आउनुपर्छ भने म आउन सक्छु तर यो चाहिँ मलाई चित्त नबुझेको अवस्था छ त्यसमा चाहिँ हामी चित्त केमा नबुझे हरेक क्षेत्रमा चित्त नबुझ्दो अवस्था दर्शाइरहेको अवस्था छ त्यस कारणले गर्दा हामी विचारको अपाङ्ग नबनाऊ होइन अनि शरीरको अपाङ्गले केही म त्यस्तो भन्दिनँ विचारको अपाङ्ग धेरै भएका मान्छेहरू छन् यहाँ कति दुई खुट्टा भएर पनि काम नगर्ने छन् नि हो त्यो हो अब सरले बुझिहाल्नु भयो तर तपाईँ त यहाँ सबै बजाउने ओर्ने हिँड्ने यहाँसम्म आउने भएपछि तपाईँ त अपाङ्ग होइन नि धन्यवाद त्यही सोच्नु सबैले ल तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु है धन्यवाद आज यसरी तपाईँ खास हामी त यसो जोख्नको लागि आएको थियौँ हजुर तर सबै हाम्रो दाई भनौँ म दाई भन्छु है आज दाईलाई भेट्यौँ बा चाहिँ भन्दिनँ म एकचोटि झुकेर होइन बा मात्रै होइन तपाईँको विचार र शैली अनुसार तपाईँको सोच अनुसार चाहिँ आमा पनि भन्नु भएन भन्नुहुन्छ आमा भन्नुहुन्छ बा मात्रै नहुने या चाहिँ फरक डिफेन्ट भयो त कुरा त होइन अनि बा चाहिँ भन्न नहुने आमा चाहिँ किन हजुर हामी बाले सेक्स जन्मेका मान्छे बा एउटै हुन् ठुला बा काका मामा मितवा सोल्टी जे भन्दा नि हुँदैन र भनेको यो त च्यालेन्ज दिन्छु क्या म आमा भन्दा हुन्छ नभने नभन्नुहोस् मलाई मतलब भएको कुरो होइन बा चाहिँ होइन एउटै हो हजुरको बा ठुला बा काका मामा मितवा आमा चाहिँ भन्नु मिल्यो मिल्छ नभने नभन्नुहोस् आमा होइन होइन सानीमा ठुलिएमा आन्टी काकी भन्नुहोस् होइन त्यो फेरि आमा मतलब यस्तो रहेछ तपाईँको भनाइ चाहिँ किनभने बा भन्यो भने आफ्नै बा सम्झिने त्यो पोजिटिभ धारणा भयो होइन तर भन्नै पर्यो भने आफ्नै बालाई मात्रै बा भन्नु पर्यो हो तपाईँले मलाई बा भन्नु भने बाको सेवा गर्न सक्नुहुन्छ कि हुँदैन हुँदैन काकाको दाइको सेवा गर्नु चाहिँ सक्नुहुन्छ बाको सेवा गर्न सक्नुहुन्न त्यही कारणले नभने नभन्दा राम्रो हो हामी सुधारिनुपर्छ कतै तपाईँ छोरा पिँढी त होइन मेरो छोरा त छोरापट्टि असन भएको छैन नहोस् भन्ने चाहन्छु 10+2 पढ्ने ब्याचलर पढ्ने मेरो छोरै छ छोरापट्टि त होइन आफ्नै मेरो छोरा दुईवटा छन् अरू पनि घिमिरे अभिषेक घिमिरे उहाँहरूले त भन्नुहुन्छ नि त बा किन भन्नुहुन्न उहाँले मात्रै तर जो आधिकारिक व्यक्ति छ त्यसले चाहिँ बा भन्नु पर्यो हो त्यति हो त्यो ल धन्यवाद है धन्यवाद यहाँलाई पनि धन्यवाद